नमस्ते। म आज के कुरा लिएर आएको छु होइन। मेरो पहिलोचोटि यसरी क्यामेरा फेस गरेको। आज मलाई के कुराहरू गर्नु मन लाग्यो। के कुरा भनेपछि हामी यस्तो युगमा जन्मेको मान्छे हो कि हामीले कस्तो भनौँ भन्दा दुई पिँढी देखेको मान्छे हो कि हामी। एउटा प्रेम पत्र भन्छ नि, प्रेम पत्र लेख्नेदेखि मोबाइल फोनसम्म युज गरेको मान्छे हामी हो। सायद हामी भन्दा पछाडिका पिँढीहरूले प्रेम पत्र लेख्ने त्यस्तो नै मौकै आएन। उनीहरू हुँदा मोबाइल आइसक्यो थियो। जो 2065 सालभन्दा पछाडि जन्मेका पिँढीहरू छन्, या 2060 नै भनौँ, 60 पछाडि जन्मेका पिँढीहरूले सायद प्रेम पत्र लेख्ने मौका पाएनन्। हामी यस्तो भाग्यमानी पिँढी हो कि जो हामी प्रेम पत्र लेख्न पनि पायौँ, आफ्ना मनका कुराहरू प्रेम पत्रमा लेखेर। अनि त्यसपछि डायरीहरूमा सायरी लेख्ने साथसाथै त्यो दिनहरू बहुत रमाइला थिए। कयौँ दिन बितिसके, त्यही पनि अहिले यसो सम्झन्छु कि धेरै रमाइला थिए तिनी पलहरू, पढ्दाका पलहरू। अहिले के रमाइलो हुन्छ अरे त्यति हाम्रो पालामा जस्तो। त्यो पाला नै फरक थियो। अहिले स्कुलमा हेर्नुपर्छ, स्कुलमा विद्यार्थी पाउँदैन, बोर्डिङमा मात्रै हुन्छ। त्यो बेला भनेको स्कुलमा हामी यति विद्यार्थी थियौँ कि एउटा सेक्सनमा मात्रै 60-70 जना हुन्थ्यो हाम्रो पालामा। अहिले विद्यार्थी भेट्न मुस्किल हुन्छ स्कुलहरूमा। त्यस्तो रमाइलो पालक हामी। अहिले यसो सोच्दा पनि एका देशको कहानी जस्तो भइसक्यो यो मोबाइलले गर्दा मान्छेहरूलाई। एउटा कुरो, मोबाइलले राम्रो पनि गरेको छ र नराम्रो पनि गरेको छ। त्यही भएर यसलाई चलाउन जान्नुपर्ने, सदुपयोग, सबभन्दा मेन सदुपयोगमा ल्याउन जान्नु पर्यो। राम्रो चिज हो। यदि सदुपयोगमा ल्याउन जान्नेन भने यो चाहिँ नराम्रै चिज हो। हामी प्रायः के गर्छौँ, रिलहरू हेर्ने, स्क्रोल गर्ने, यसरी स्क्रोल गर्दै जाने हाम्रो बानी त्यो छ। र आफूले बनाउनलाई, रिल बनाउनलाई अलिकति लाज लागे जस्तो, धक माने जस्तो हुने कि। त्यही भएर आज म एउटा भिडियो बनाउँछु भन्ने एउटा आँट लिएर यो भिडियो बनाएको मैले।